चासिदेलेक नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाइलामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लुडो सङ्पो उपस्थित भएको छु। सुरु गरौँ प्रमुख समाचारहरू संक्षेपमा। प्रशासनको प्रमुख डाक्टर सिंघेले उत्तर पूर्वी भारतको आधिकारिक धन्यवाद भ्रमण। प्रशासनका प्रमुखले युगुर जबरन श्रम रोकथाम कानुनलाई स्वागत। तिब्बतका लागि सबै पार्टी संसदीय समूह बेलायतले तिब्बतको बारेमा छलफल। जापानी सांसदहरूले तिब्बत सम्बन्धी साधारण सभाको आयोजन। युके र युरोपियन युनियनले 46औं संयुक्त राष्ट्र मानव अधिकार परिषद सत्रमा तिब्बतमा अधिकारहरूको बारे चीनलाई आह्वान। तिब्बत नीति संस्थानले अग्रभूमि तिब्बतमा गोलमेज छलफलको आयोजन। अब समाचार विस्तारमा। केन्द्रीय प्रशासनका प्रमुख डाक्टर सिंघेले पश्चिम बङ्गाल र उत्तर पूर्वी भारतको तिब्बती बस्तीहरूमा भ्रमण गर्दै आधिकारिक आभार व्यक्त गर्नुभयो। यस भ्रमणको मुख्य उद्देश्य तिब्बती मुक्ति अभ्यासमा केन्द्रीय तिब्बती प्रशासनको उपलब्धिहरूको बारेमा जानकारी साझा गर्नु र तिब्बती जनतालाई उनको कार्यकालमा गरेको सहयोगका लागि धन्यवाद दिनु हो। हालको सिक्किम र पूर्वी पश्चिम बङ्गालको भ्रमण 19 फेब्रुअरीदेखि 3 मार्च 2021 सम्मको यात्रामा गान्तोक, कालिम्पोङ, दार्जिलिङ, रवाङ्ला र तेन्जिङगाङ लगायत करिब 10 तिब्बती बस्तीहरू छन्। यस क्षेत्रका तिब्बती जनताहरूलाई सम्बोधन गर्दै डाक्टर सिंघेले लगातार दोस्रो पटकको अवधिमा परम्परा दलाइलामा ज्यू तथा तिब्बती कारणहरूको सेवा गर्ने अवसरको लागि आभार व्यक्त गर्नुभयो। डाक्टर सिंघेले सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङसँग औपचारिक बैठक पनि गर्नुभयो। यस हप्ता सोमबार प्रशासनका प्रमुख डाक्टर सिंघेले युगुर जबरजस्ती श्रम निवारण ऐनको स्वागत गर्नुभयो। डाक्टर सिंघेले सिन्ज्याङबाट आयात निषेध गर्नु मात्र नभई श्रम शिविरमा लामो समयदेखि चल्दै आएको युगुर मुस्लिम अल्पसङ्ख्यक र तिब्बती जनताको दमनमा चीनको जवाबदेहिता सुनिश्चित गर्ने विधेयकलाई सदनमा पुनर्विचारको लागि ल्याइएकोमा कङ्ग्रेसम्यान म्याकगभन र सहप्रयोजकहरूलाई धन्यवाद दिनुभयो। यो विधेयक चीनका लागि कङ्ग्रेसनल कार्यकारी आयोगका अध्यक्ष जिम म्याकगभन र टम ल्यान्टर्स, मानव अधिकार आयोगका सह अध्यक्ष क्रिस स्मिथ, थोमस आर सुजे, विकी हार्टलर, टम मेलनेस्की, माइक ग्यालेगर र जेनिफर व्याटसनले प्रस्तुत गरेका थिए। बेलायतको संसदमा तिब्बतको लागि सर्वपक्षीय संसदीय समूहको भर्चुअल बैठक यस हप्ता मङ्गलबार भएको थियो। स्वतन्त्र तिब्बतका श्री जोन्सले तिब्बतमा रहेका तिब्बती राजनीतिक बन्दीहरूको वर्तमान अवस्थाबारे रिपोर्ट गर्नुभयो। संसदहरूले तिब्बतका तिब्बती भाषा अधिकार अधिवक्ता टसी वाङचुको वर्तमान अवस्थाबारे प्रश्न उठाएका थिए। अध्यक्ष टिम लफ्टनले तिब्बत पारस्परिक पहुँच बिलमा अत्यावधिक गर्दै मई महिनामा हाउस अफ कमनमा फेरि विधेयक उत्पादन गर्ने बारेमा जानकारी दिनुभयो र अधिक समर्थनको लागि आमन्त्रित गर्न र सरकारको कानुन पारित गर्नको लागि बृहत्तर विधेयक पेश गर्ने सम्भावनाबारे जानकारी दिनुभयो। सो बैठकको आयोजना सम्माननीय टिम लफ्टनको अध्यक्षतामा र तिब्बतका लागि युके संसदीय समूहले गरिएको थियो। बेलायतका विभिन्न संसदहरू, तिब्बत समर्थन समूहका प्रतिनिधिहरू र बेलायतमा तिब्बती समुदायका अध्यक्षहरू सो आवासी बैठकमा सहभागी हुनुभएको थियो। गत साता शुक्रबार तिब्बतका लागि जापानको सर्वदलीय संसदीय समर्थनका समूहले तिब्बतको बारेमा छलफल गर्न र तिब्बती जनताको समर्थनलाई अझै सुदृढ पार्न तिब्बतमा भएको न्याय र मानव अधिकारका सङ्घर्षलाई अघि सर्न प्रतिनिधिमण्डलको कार्यालय सभागारमा आम सभाको बैठक हुनुभएको थियो। 49 जना जापानी संसदको बैठकमा संसदहरूको महासचिव र संसदका प्रतिनिधि श्री नगाउ टाकाशीले संसदको सबैभन्दा ठुलो संसदीय समर्थन 79 सम्म पुगेको र जसमा 6 जना नयाँ जापानी संसदहरू भएको घोषणा गर्नुभयो। जापानका तिब्बती प्रतिनिधि डाक्टर छेवाङ्ग्यापो आर्यले तिब्बतको वर्तमान अवस्थाबारे कानुन निर्माणकर्ताहरूलाई अमेरिकी तिब्बती नीति र समर्थन ऐन र भविष्य कार्य योजनाहरूबारे जानकारी दिनुभयो। उनले चिनिया सरकारको स्कुलमा तिब्बती भाषा प्रतिबन्ध लगाउने, गुम्बाको प्रशासनमा हस्तक्षेप गर्ने, जापानको आन्दोलनमाथि बढ्दो प्रतिबन्ध र सर्वेलेन्स, मनमानी गिरफ्तार,
यातना दिने र तिब्बतीको मृत्यु बारे छलफल गर्नुभयो। संयुक्त अधिराज्य र युरोपियन युनियनले चीनलाई तिब्बत लगायत चीनमा बिग्रिँदै गइरहेको मानव अधिकारको अवस्थालाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घको 46औं मानव अधिकार परिषदको भर्चुअल सत्रको उच्चस्तरीय तहमा सम्बोधन गर्न आग्रह गर्नुभयो। ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्यको विदेश मामिला सम्बन्धी सचिव महामहिम श्रीमान डोमिनिक रबले चीन र यसको कब्जामा रहेको क्षेत्रहरूको बिग्रिँदै गइरहेको मानव अधिकारको स्थितिमा अन्तर्राष्ट्रिय चिन्ता प्रस्तुत गरे र परराष्ट्र सचिवले अब कसैले पनि प्रमाणहरूलाई व्यवस्था गर्न सक्दैन भन्नुभयो। उनले संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार अनुगमन र संरक्षण संयन्त्रलाई जवाब दिन र काउन्सिलका सदस्यहरूले आफ्नो जिम्मेवारीहरू पूरा गर्न आग्रह गर्नुभयो। सो सचिवले चीनले गरेको असमन्वय उपचारबाट पीडित व्यक्तिहरूको लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। European Union's call on China to comply with its obligation under national and international law to respect and to protect human rights, including the rights of persons belonging to minorities in Xinjiang, in Tibet, and in Inner Mongolia. Looking in Tibet, the situation remains deeply concerning, with access still heavily restricted. And meanwhile, we see almost daily reports now that shine new light on China's systematic human rights violations perpetrated against the Uyghur Muslims and other minorities in Xinjiang. The situation in Xinjiang is beyond the pale. The reported abuses, which include torture, forced labor, and forced sterilization of women, are extreme and they are extensive. गत 23 फरवरीमा केन्द्रीय तिब्बती प्रशासनको तिब्बती नीति तथा अनुसन्धान संस्थानले भारत चीन द्वन्द्वबारे तिब्बत मुद्दाको प्रासङ्गिकतामा प्रकाशित भएको पत्रिकाको सन्दर्भमा एउटा छलफल आयोजना गर्नुभयो। यस अवसरमा तिब्बत नीति संस्थानका निर्देशक तेन्जिन लेक्सेले कार्यक्रमको बारेमा जानकारी दिँदै यसले लेखकहरूलाई तिब्बतमा अरू लेख लेख्न प्रोत्साहित गर्नेछ भन्नुभयो। उनले तिब्बतको बारेमा बढी जागरुकता ल्याउनु र तिब्बती विद्वानहरूलाई तिब्बतको बारेमा अधिक लेख प्रकाशित गर्न प्रोत्साहित गर्नु रहेको बताउनुभयो। हस्त आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टासिदेले नमस्ते।